गुड मर्निङ गाइस। ल आज चाहिँ हाम्रो दोस्रो दिन हाम्रो यात्राको दोस्रो दिनमा हामी छौँ। टेनभित्रै छौँ अहिले हामी। बाहिर दामी घाम लागिसकेको छ। ल गुड मर्निङ गुड मर्निङ गुड मर्निङ। ल है बिहान भइसकेको छ। अब यस्तो दृश्य छ बाहिरको चाहिँ पवल दामी है त। आजको दिनमा सबैजना उठेर यहाँ बसिरहेको छौँ। चिया भइसकेको छ। अब नास्ता हुँदैछ, हाम्रो थुक्पा हुँदैछ, मोबाइलहरू सबै चार्जिङ हुँदैछ हाम्रो। तातो तातो पाइसकेको छ। खाजा पनि खाइसकेको छौँ। चिया खाजा भइसक्यो। अब हामी हिँड्ने तयारीमा छौँ। हिँड्ने चाहिँ अलिक ढिलो ढिलै घाम लाग्छ। अब हाम्रो पैदल यात्रा सुरु हुन्छ यहाँबाट। ल है त ल यी धड्कन सास सबै बढ्न थालिसक्यो यही उकालोमा होइन। धड्कन सास सबै बढ्न थालिसक्यो यही उकालोमा होइन। गाह्रो छ, आउनु होला। हावा त बप्पा चलिरहेछ। टोपी लाउँदै चिसो गाडिन्छ भने रुखहरू चिसो छिरेको आमा बबाल क्या। शहीद कालो मान गुरुङ शहीद स्मृति पार्क साकेला 1 खोटाङ। ल खोटाङ है। म जन्मेको जिल्ला नछिर्ने। म बाहिरबाट हिँडेँ। अलिक यात्रा अलिक लम्बाउनुपर्छ कि। है त पहिलो चौतारी पहिलो बिसाउनी हामी आइसकेको छौँ। अनि पानी दामी सबैले अघि म भएन। म चाहिँ यहाँ हुन्छु यहाँ। हामी चाहिँ यहाँ डुनट लिँदैछौँ। डुनट लिँदैछौँ। माथि खाना यही हो दिउँसोलाई। तिमी त ट्रेनै ढाल्छौ। हिजो पनि ढाले हिजो भने अब के अरे भाइ यता भएर यता फर्केर भन। हाम्रो देशको माटो त खाइदिन्छ है। हाम्रो देशको माटो त खाइदिन्छ है। हिजो पनि फ्ल्याट गर्दा भुइँमा ब्रेक डुनट र अर्ग्यानिक चियासँग चाहिँ हामी आउनु होला टेस्ट गर्नु। खाली कुरा गर्छ यो। हाम्रो ग्रुप फोटो नखिच्छ। हाम्रो ग्रुप फोटो नखिच्छ। उनीहरूलाई खिच्नु लगाऊ होइन। उनीहरू खिच्छ। हाम्रो ग्रुप फोटो नखिच्छ।
त्यो भनेको जस्तो होला फेरि किन भनेको त्यतिकै ठाउँभन्दा ठुलो हुन्छ होला ओहो मिठो पानी पनि मिठो हुन्छ कस्तो आएर क्या भित्र कसरी मर्गो हात कहाँ स्टोरी अपाङ्ग कहाँ यो अनि अलगै राखेको छ त नि ढलिहाल्छ नि ए उभिएको आफ्नो टिममा उठाउने के छ हात ठिक छ हात चिजकामा उठाउ न ए त्यो दुईजनाले एकजना हात के छ ए जे भए पनि के त हिँड्नु त भने खुट्टाले अँ। ब्याकअप ब्याकअप राम्रो खुट्टा फोटो खिचिँदैन अनि यताबाट लडेको पनि देखाइदिन्छ पुरै यताबाट सिडी लडे भन्छ नि त्यो भिडियोमा त्यहाँ धेरै निचे गरौँ न त अझ यहाँ लडे अहिले भर्खर यहाँबाट ढङ्गलासँगले लडे हाते भाँच जस्तो लाग्यो तर त लडेको चाहिँ खिच्नु पाइएन है ग्राम भएन कसैले पक्राउनै सकिँदैन पकाउने चाहिँ कसरी लड्छ भने हेरिरहेको होइन लडे हाम्रो चाहिँ पदयात्रा धमाधम भइरहेको छ अनि हामी 4 जना पछाडि छौँ अगाडि 5 जना छ अनि बिहान चाहिँ एकदमै हावाले हानिरहेको थियो चिसो तर अहिले चाहिँ अब घाम पनि आइसकेको छ हावा पनि छैन त्यसैले अलिक न्यानो छ टोपी ज्याकेटहरू त्यसैले अहिले अलिक त्यति जरुरी छैन अहिले त मजा आइरहेछ फेरि राति एकदम चिसो हुन्छ डाँडा पाखामा कस्तो पोखरी चढिसकेको छ हामी आधी चाहिँ यहाँ तल छौँ ल यहाँ चाहिँ पोखरी दामी चाहिँ एउटा ऊ पर अनि एउटा यहाँ 2662 हाइट धोत्रे उचाइ धोत्रे 2750 दलसिंगे धोत्रे ओ मलुवा पोखरी रहेछ जलसिंगे मल्ल पोखरी मलाई पोखरी आइदिएछ 2455 उचाइमा हामी आइसकेको रहेछौँ अब हामी जान्छौँ दलसिंगे 2665 धोत्रे 2750 ओके ल ठिक छ साथीहरू बुढेसकालको सहारा त्यो लट्ठी त्यसै भनेको होइन रहेछ अब यो लट्ठी नभएको भए आज मेरो के हालत हुन्थ्यो भन्ने कुरा यो कालोमा तपाईँहरू विचार गर्नु सक्नुहुन्छ अब हामी काल्पा सिलेचुङ पुग्न लाग्यो लगभग त्यहाँ कति पऱ्यो 3955 किलोमिटरको भर्खरै यहाँ तल होइन अब लगभग 150 मिटर 39 मिटर अब 150 मिटर जति होला माथि चढ्नलाई तर एकदम यो भक भएर के मुटु नै भुद्रुक झरला जस्तो गर्छ मुटु नै भुद्रुक झरला जस्तो गर्छ अनि लट्ठी समाउँछु फेरि मुटु फेरि यसरी आएर बस्छ यो लट्ठी यसलाई अब यति माया गरेँ
त्यसै भनेको होइन रहेछ यो लट्ठी बुढेसकालको सहारा भनेर साथीहरू विचार गर्नुहोस् है तपाईँहरूको ल साथीहरू तपाईँहरूलाई एउटा सुझाव दिन चाहेँ मैले अब हामी चाहिँ अलिक सफा धनबाट आएको साथीहरू अब तपाईँहरू यहाँ यो अब यस्तो मुन्दुम खेल यस्तो राम्रो ठाउँहरू छ तपाईँहरू हिँड्नुहुन्छ यहाँ बस्नुहुन्छ आराम गर्नुहुन्छ खानुहुन्छ तर प्लिज फोहोर मैला चाहिँ नगर्नु पर्यो क्या तपाईँहरू यहाँ चाहिँ अब यो अब एउटा सरसफाइ भन्ने कुरा हुन्छ नि यार अब यहाँ हामी यहाँ धरानबाट आएर सरसफाइ गर्दैछौँ यहाँ तपाईँहरूले गरेको फोहोर केटा हो सबै यस्तो फोहोर पनि गर्ने हो किन गरिस् यस्तो फोहोर जाठालाई भन्नु त नहुने किन गरिस् यस्तो फोहोर जाठालाई भन्नु त नहुने अबदेखि चाहिँ साथी हो यस्तो फोहोर नगरौँ है यहाँ सबै टिमुलो सबै फोहोर रहेछ मैले मिहिनेत गरेको थिएँ सबै सफा गरौँ त खाने अनि स्वाद लिने चुसी खाने चाटी खाने फोहोर चाहिँ फ्याट यहाँ फाल्ने त्यस्तो कुरा हामीलाई मान्ने हुने छैन ल सफा क्लियर टट भयो ल वरिपरि देखाउँ त यहाँ सफा छ अब यहाँ लडीबडी गर्दा पनि यसरी यस्तो गर्दा पनि हुन्छ होइन सुत्दा पनि भयो यसरी चाट्यो भने पनि फोहोर लाग्दैन यहाँ जिब्रोमा यहाँ हेर्नु है लाग्यो फोहोर लागेन नि अब यहाँ अब चाहिँ यसरी फोहोर नगर्नु फोहोर गर्नुलाई चाहिँ हामी सशक्त कारवाही गर्नेवाला छ कुरा बुझ्यो होइन ल यस्तो बेला मिलेको भए नि विजय हजुर फोटो पनि क्राक हालेको हुन्थ्यो ए मैले झिकिन साँच्चै आउँदै यसरी बाटोहरू चाहिँ यस्तो छ एकदमै होइन आकाशमा एकैछिन बादल क्या खतरा हुनेछ क्रसिङ उड्दैछ यताउता ल हामी चाहिँ एकछिन यहाँ बबाल रेस्ट हुँदैछ है डसनामा अर्ग्यानिक डसनामा यहाँ अन्त दाइ पुरा बबाल अर्ग्यानिक डसनामा ड्याम मजा आइरहेछ यो देखिँदै गरेको रुख चाहिँ यसको नाम चाहिँ मैले बिर्सेँ तर यसको काम चाहिँ दुईवटा हुन्छ है यसको बोक्राबाट चाहिँ नाम्लो बन्छ हजुर नाम त बिर्सिँदै होइन तर यसको योबाट चाहिँ नाम्लो दामी बन्छ होइन अनि यसको भित्र त्यो उयो गुदी हुन्छ क्या त्यो गुदी चाहिँ त्यो हाम्रो त फर्म हुन्छ नि त्यस्तै टाइपको हुन्छ क्या अनि यसको माला बनाउ त्यो तिहारमा लाउने माला रङ्गीचङ्गीवाला टाइपको त्यो यसको हुन्छ क्या सो गाइस यसको नाम चाहिँ मलाई थाहा भएन मैले बिर्सेँ तर यो दामी हुन्छ है यसको बोक्रा चाहिँ यस्तो हुन्छ कि लहरा होइन यस्तो डर हुन्छ फेरि होइन यो चाहिँ म सानोमा पाहाड बस्दाखेरि थाहा भएको ल यति मजाले फोहोर मलाई भनेर यहाँ हेर्छ र सबैजनाले खाएर बाहिरै फोहोर मैला गरिरहेछ क्या होइन यस्तो चाहिँ हुनु भएन नि त है यस्तो बबाल कुहिरो आउँदैछ है टपक्क ढाकेर क्या टक्कसँग दामी आइसक्यौँ हामी चाहिँ एकदम हाइटमा भन्दा माथि जान सकिन्छ छैन हौ खै त अघि तलबाट हामीले 27 धोत्रे नै नि हेरेको पढ यहाँनिर अब हामी दलसिङेमा आइसकेको छौँ 2665 मिटर बाबुको आँखा किन छ अनि अब हामी धोत्रे जाँदैछौँ
धोत्रे नै 2700 रहेछ 2750 भन्दा माथि त अक्सिजन पुग्छ हामीलाई 2750 भनेपछि हामीले अब कति 100 हिँड्नु पर्यो 100 पनि परेन 90 मिटर त्यस पछाडि हाँसपोखरी आउँछ हाम्रो 3115 मा अन्त डाँडाको त नामै आउँदैन त हौ मयो डाँडाको त नामै आउँदैन त हाँसपोखरी नै 14 किलोमिटर भनेपछि त 14 किलोमिटर हाँसपोखरी यो हेर्नु न यो 5.5 किलोमिटर होइन धोत्रे होइन 14 किलोमिटर हाँसपोखरी नमस्ते हवा सेवा साथीहरू अहिले हामी बिहानको 4 बजेको यात्रा पश्चात चखेवा भन्ज्याङबाट यो दलसिङे भन्ने ठाउँमा आइपुगेका छौँ अब यहाँ हुँदा हुँदै हुँदै अब हामी धोत्रे हुँदै हाँसपोखरी हुँदै उकालो लाग्नेछौँ है साथीहरू एकदम अक्सिजन कम्ती छ लामो लामो सास फेर्नुपर्छ होइन गाह्रो छ तपाईँले आउँदाखेरि एकदमै पूर्व तयारी गरेर आउनु होला यो साह्रो छ है यो यात्रा चाहिँ अब यो बाटो हेर्नुहोस् तपाईँ अगाडि हेर्नु सक्नुहुन्छ माथि यहाँ यस्तो बाटो उकालो छ यहाँ चाहिँ एउटा ढुङ्गाको वाबुको आकृति पनि बनाएको रहेछ यहाँ चाहिँ बाटो हेर्दाखेरि तपाईँको नौनारी गलेर आउँछ खुट्टै गल्छ हो अब यहाँ हिँड्दा चाहिँ यसरी बिस्तारै हिँड्दा पनि ढक 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 अनि यो अवस्थामा चाहिँ लामो लामो सास जस्तो कि गरेर लामो लामो सास फेर्ने हतार नगर्ने एकदम बिस्तारै कछुवा गतिमा यस्तरी हिँड्ने नअत्तालिने तपाईँलाई प्यास लाग्न सक्छ मुख यसरी सबै सुक्खा हुन्छ है तर पानी अगाउँदी नपिउने अलिकति मुखमा हाल्ने पानी भिजाउने अनि हल्का निन्ने पानी तपाईँले धेरै खानु फेरि तपाईँलाई लेक लाग्न सक्छ औलो लाग्न सक्छ अक्सिजन मात्रा एकदमै कम्ती छ यहाँनिर त्यो कारणले तपाईँहरूले आउनुभन्दा अगाडि चाहिँ कम्तीमा पनि 15 दिन 20 दिन चाहिँ त्यहाँ रनिङ जगिङ सगिङ गरेर एक्सर्साइज गरेर हात खुट्टालाई बलियो बनाएर अनि अलिकति एक्सर्साइज गरेर पूर्व तयारी भएर आउनु होला हस् त धन्यवाद बाबा आलो सुगायो सरर चिसो यो चाहिँ गुराँसको बोर्डहरू हो गुराँसको सिजनमा चाहिँ बपाल हुने रहेछ है यतातिर होइन यो डाँडा होइन गुराँसको बोटै बोट छ गुराँसको सिजन भएको बेला चाहिँ एकदमै रमाइलो हुने रहेछ अब अहिले चाहिँ हामी अलिक अफ सिजनमा आएको कि होइन चौरी हेर्नु पनि मजा आउँदैन यतिखेर चाहिँ किनभने यहीँ तपाईँहरूले देख्नु त चौरी कस्तो छ भनेर न हरियो छैन अब चैत वैशाख लाग्न आँट्यो सबै सुक्छ होइन जाडो महिनामा सबै क्लिक्क भइहाल्छ यो हाम्रै टोली हो कि होला त्यहाँ राखिरहेको छ भने त फुल चाहिँ राखिरहेको रेला पनि कि कत्तिकै रेला पनि फोहोर त्यसरी फाल्नु हुँदैन नि यो त हाम्रो सम्पदा पो हो त अब हामी हाम्रो गन्तव्यको पहिलो धेरै उकालोमा आउँदैछौँ त्यसको 61 पाइला अरे होइन 161 स्टेप छ अरे यहाँ गनेर हेर्नुपर्छ आमामा साँच्चै हो कि क्या हौ 161 भनेपछि 1 घन्टै लाग्ने भयो त 1 सेकेन्ड 1 पाइला 161 भनेको त अब त धेरै उकालो छ ठिक छ अब मुटुमा रगत खिचेर भए पनि इज्जतको सवाल छ मुटुमा रगत खिचेर भए पनि आउँदैछु भीमे याद गर तिमी सास त्यत्तिकै बढिरहेछ ढुकढुक भइरहेछ अक्सिजन पुगेको छैन उकालो छ 161 अरे यो हेर्नुहोस् साथीभाइहरू अब यो 161 औडा अखटा चढ्दाखेरि मेरो हात के हुन्छ मलाई पनि थाहा छैन तर म सासलाई फोक्सोमा थुनेर रगतलाई मुटुमा रोकेर राखेर भए पनि यो चढेर देखाउँछु ल गाइस हेर्नुहोस् तपाईँहरू ल साथीभाइहरू लाग्यो चाहिँ कहाँ छ अरे यिनीहरू सबै खाइसकेको यही उकालोमा छोडिदिएको छु भन्दै थियो
छैन नि दाइ खाल चाहिँ खालि बिनोदको खोइ छैन जङ्गली रहेछ होला न बेडको याद छ त्यो त्यही होइन त लु माथि डस्टबिन होला लु दाइ पहिलो खुर्किलो सुरु गरौँ म लागेँ त साथीभाइहरू ल 161 खुर्किला फोक्सोमा सास दबाएर लेट्स 1 2 3 4 गयो सक्यो अब 161 पुगिहालिन्छ ठाडै उकालो ल ल है त उकालो सुरु भयो हाम्रो है चाउचाउ छोडेको पारा चाउ पनि लेखिरहेको छ क्या चलै आएको र नि ऊ तलबाट चाउ केटाहरू ढाँट्यो नि खाजा छोडिदिएको जस्तो केटाहरू ढाँट्यो नि 161 भनेर चाहिँ 1061 स्टेप चाहिँ रहेछ ओ फोक्सोमा यहाँ 4 जमाना आइपुग्यो इज्जतको सवाल छ 161 भनेको 1061 स्टेप चाहिँ रहेछ मारे चालु त्यो कहाँ खाने यो चाउचाउ पानी पर बजार आउनु ल बस्नु होला नि पर बजार जङ्गलमा हाम्रो यात्रा हुँदैछ पत्कर दामी छ अहिले भिडियो गऱ्यो गरिँदै ठाउँ ठाउँमा बस्ने चौतारी पानीहरू ल ठिक छ यहाँ पनि बर्खामा चाहिँ पानी जम्दो रहेछ पोखरी अब लोकेसन हेर्दा कति छ यस्तो टाढै टाढाको कति किलोमिटर होला ए भात खाने